ल फाइनल्ली मैले चाहिँ गमलाहरू सबै मिलाइसकेँ। यहाँ गोडमेल गरेर धुएर हैन आफ्नो स्थान उनीहरूको स्थानमा राखिसकेको छु। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले। अम्मम हेर्नु न, घामले बाहिर 2-3 दिन टन्टलापुर घाममा यसरी राखेँ। अनि मैले मिलाएँ, कति त मरे पनि है, अनि सारेको पनि छु। यी अनि यसरी टक्क मिलाएको। मलाई चाहिँ यसरी मिलाएर राखेको मनपर्छ क्या। एउटै कलरको एक साइड हैन गरेर अनि यसरी मिलाएर राखेँ हैन। मलाई चाहिँ टक्क यसरी गमलाहरू मिलेको हुनुपर्छ क्या। एउटा कलरको एक साइड, एउटा कलरको एक साइड गरेर यसरी टक्क मिलेर यसरी हुनुपर्छ। अनि यो चाहिँ मेरो धोकेबाज खुर्सानी यहाँ छ है त। ल अनि यहाँ चाहिँ अस्ति नै मैले कलर लगाइराखेको होइन, गमलाहरू चाहिँ मैले फेरि यताको साइडमा राखेको छु। ल गमला चाहिँ यसरी कलर लगाएर यहाँको साइडमा राखेको छु। तर मैले अझै मिलाउनु बाँकी नै छ क्या। कति धेरै छ नि त मिलाउनु बाँकी, अझै कति धेरै फुलहरू छ। अनि अहिले चाहिँ मैले यति मिलाएँ अनि हजुरहरूलाई देखाएँ। यहाँ हेर्नु त ओइले छ घामले आजको फुल। अनि यहाँ यस्तो बिजोक देख्नु सक्नुहुन्छ है, कति बिजोक छ होला, अझै बाँकी नै छ कति धेरै मिलाउन होइन। यहाँ हेर्न सक्नुहुन्छ अझै बाँकी छ मेरो यो सबै पुरै बोटहरू फुलहरू सारेर अनि यो सरसफाइ गर्नु बाँकी नै छ। यो यसरी राखेर मिलाउँदाखेरि चाहिँ मेरो यति धेरै फोहोरहरू निस्क्यो है। ल त्यो सबै मैले गोडमेल गरेको क्या, यी झारहरू सबै। कति कामहरू बाँकी नै छ अझै। यहाँ सबै यो प्लेटहरू धुएर राखेको छु यिनीहरूको, अझै यो प्लेटहरू राख्नु बाँकी नै छ क्या। मैले चाहिँ अहिले चाहिँ सकिनँ क्या, आज चाहिँ एकदम थकै लाग्यो। अनि यो अब छतको मैलाहरू पनि यत्तिकै छ नि त, अनि यिनीहरू पनि अब भोलि नै सफा गर्छु भनेर चाहिँ अहिले चाहिँ प्लेट पनि भोलि राख्नु पर्यो। अनि छतहरू पनि भोलि सफा गर्नु पर्यो, यो झारहरू माटोहरू होइन। त्यसैले आजलाई चाहिँ यति नै। अझ बाँकी चाहिँ यो सबै प्लेटहरू राखिसकेर पनि म भिडियो ल्याउने छु।